नमस्कार। नमस्कार। म रविन्द्र हुमागाई। म यही पहिलाको हाम्रो यसलाई चाहिँ पुछादेवी गाउँ विकास समिति भनिन्थ्यो, अहिले पनौती नगरपालिका वार्ड नम्बर 2 हो यो। म यो दुध व्यवसायको बारेमा लागेको हुनाले तपाईँहरूलाई अलिकति अब कृषिसँगै जोडिएको पेसा र दुध भएको हुनाले म अब यो दुधकै बारेमा अलिकति जे मसँग दखल छ म त्यही कुरा मात्रै भन्न चाहेँ। यहाँहरू अब हाम्रो अग्रज सरहरूको उहाँहरूकै धेरै योगदानहरू पनि छ हामीलाई। दुध व्यवसाय मैले 2054 सालबाट दुध सङ्कलन गर्न सुरुवात गरेको थिएँ। त्यो सँगसँगै दुधको यहाँ सङ्कलन गर्ने, लगेर बजार लगेर बेच्ने, कच्चा दुध किन्ने, लगेर कच्चै लगेर बेच्ने, क्रमशः त्यो गर्दा गर्दै अहिले दिनको सरदर 8 देखि 10,000 लिटर दुधको व्यापार गर्छु। यो चाहिँ सानो प्रकृतिको यहाँ पहिला सानो उद्योग बनाएर यहाँ चलाएँ। यो चाहिँ अहिले भएको चाहिँ अब भएको यहाँको केही चिजहरू लान मिल्ने चाहिँ मैले बनेपा सारेको छु अहिले उद्योग, र यहाँबाट केही चिजहरू लगियो र केही अरू सामानहरू अझै पनि बाँकी छन् र यसलाई चाहिँ मैले अहिले कलेक्सन सेन्टरको रूपमा काम गरिरहेको छु। यहीँ पनि मेरो अहिले यहीँ मात्रै कलेक्सन हुने दुध मेरो अहिले 3,000 लिटर प्रत्येक दिनमा 3,000 लिटरभन्दा प्लस छ। यो कृषि क्षेत्रमा अध्ययन गर्न आउनु भएको छ। तरकारी, दुध यी भने चाहिँ प्रत्येक दैनिक आवश्यकताका रूपमा भएका हुनाले यो कहिल्यै पनि यो पेसा पलायन भएर नजाने पेसा भएको हुनाले हामी र हाम्रा यो नेपालीहरूको यो बजार र उसलाई हेर्नु पर्दैन। यो जहिले पनि यो निरन्तर गइरहन्छ र हामीलाई कहिल्यै पनि यसको बजारले अभाव हुँदैन भन्ने लाग्छ। यो अहिलेसम्म हामी रोकिएर बस्नु परेको छैन। अलिअलि दुर्गम ठाउँमा, अलिक पर ठाउँमा, जस्तो दुधकै कुरा गर्नु तराई पेटमा गाह्रो हो भन्ने कुराहरू हुन्छन्। जस्तै अब मत्तरी यहाँ तपाईँहरू सिरा धनुषाबाट आउनु भएको छ। उहाँको धनुषाको दुध अहिले पनि यतातिर काठमाडौँतिर आइरहेको छ। अहिले कुरै गर्नुहुन्छ भने मैले नै लिएर आउँछु, उदयपुरदेखिबाट लिएर आउँछु दुध। मेरो आफ्नो कलेक्सन त यहाँ छँदैछ। म सिन्धुलीबाट लिएर आउँछु, रामेछापबाट लिएर आउँछु। सिरा सप्तरीबाट नि कुरा त आएको थियो, अब त्यहाँतिर चाहिँ नि अलिक नियमित नहुने भएको हुनाले अलि ल्याइएको छैन। र त्यस कारणले यो पेसालाई नै हाम्रो प्रमुख पेसाको रूपमा विकास गरेर अब बाहिर हामीले छिमेकी देशहरूबाट आयात गर्ने कुराहरूलाई केही सिकेर प्रतिस्थापन गरेर अहिले अब हामी हेर्छौँ अब सधैँ सिजनेबल मात्रै गर्छौँ हामी। अफ सिजनेबल चाहिँ उत्पादन के हो त्यो कुराहरू सरहरूले पनि धेरै कुराहरू दिनुहुन्छ होला। तरकारीकै कुरामा पनि सिजनको उत्पादन गर्ने बेला सबैको हुन्छ, मूल्य आएको हुँदैन। अफ सिजनका कुराहरू कसरी गर्नु सकिन्छ ती कुराहरूलाई अध्ययन गर्न लगियो भने हामीले यो कृषि पेसाबाटै हाम्रो उन्नति र प्रगति चाहिँ हामीलाई पक्कै पनि दिलाउँछ। म सामान्य दुध सङ्कलन गर्दै आएको, आज म एउटा उद्योग खोल्न सक्ने अवस्थामा आफैले म यही पेसाबाट सुरुवात गर्दै गर्दै आफै उद्योग खोल्न सक्ने अवस्थामा पुगेँ र अहिले उद्योगै स्थापना गरेको छु। यो निरन्तरता र यसलाई चाहिँ दिगो निरन्तरतामा पनि तपाईँको के हुन्छ भने आज 1 वर्ष गरियो, अलिकति घाटा लाग्यो, अब गरौँ कि नगरौँ, आज बजार पाइएन, के गरौँ भनियो भने कुनै पनि पेसामा सक्सेस हुँदैन। यसका उतार चढावहरू आउँछन्, घाटा हुन्छन्, नाफा हुन्छन्। नाफालाई निरन्तरता लान सक्ने किसिमका कुराहरू तपाईँहरूले यस्तै अवसरहरूमा सिक्ने र त्यसलाई चाहिँ कसरी लान सकिन्छ भन्ने कुरो आफूमा पनि अध्ययनशीलता हुनुपर्छ। र त्यो गरेर गइयो भने हाम्रो समृद्धि विदेश होइन, स्वदेश नै अत्यन्तै सुखद छ। परिवारबाट टाढिएर बसेका मान्छेसँग बसेर आनन्द हुनु र यो अहिले एका घरको परिवारमा आनन्दित भएर बस्नुमा हाम्रो कृषि क्षेत्र नै प्रमुख पेसा बनाउनुपर्छ। सबै क्षमता सबैमा हुँदैन, जे जसको जति क्षमता छ त्यसलाई चाहिँ हामीले भरपुर उपयोग गर्ने हो भने हाम्रो कृषि क्षेत्र, तराई त अझ उर्वरको कुरा गर्ने हो भने त्यहाँ त म त भन्छु सुनै फल्छ जस्तो लाग्छ। तराई क्षेत्र पहाडलाई अलिक गाह्रो छ कृषि कर्म गर्न। म अहिले यहाँ काम गरिरहेको छु, मलाई दुध 10,000 12,000 लिटर दुध पर्याप्त अहिले मैले लिएर गएर बजार लगिरहेको छु, बेचिरहेको छु। तर मलाई त्यो कुराले चित्त नबुझेर मैले अहिले सर्लाहीमा 10 बिघा जग्गा किनेर त्यहाँ एउटा फार्मिङ गर्दैछु। म अहिले त्यहाँ माछा, कुखुरा, हाँस, भैँसीको पाडा
फार्मिङ गर्नलाई सुरुवात गरिरहेको छु। मेरो 1-2वटा कुराहरू राखी पनि सकियो, माछा पोखरीमा हालिसकियो, पाडाहरू किनेर ल्याएर हाल्नको लागि एउटा तयारी सेडहरू तयार गरेर लागिसकेको छु भने अब थकाइ कहिलेसम्म मान्ने कहिलेसम्म नगर्ने भन्ने हुन्छ। म त अहिले पनि भन्छु, म भर्खर 18-20 वर्षको हो कि जस्तो लाग्छ। यो पेसाले मलाई कहिल्यै पनि म भगाएकै छैन। म निरन्तर अब मेरो जति सक्छु म गरेको गरिरहने हो, किनभने पेसामा केन्द्रीकृत भइयो भने शारीरिक रूपमा पनि तन्दुरुस्त स्वस्थ हुँदो रहेछ। कसैको बाहिर अरूका कुरा पनि सुन्न नपर्ने, आफ्ना कुरामा निरन्तरता दिने भइयो भने सबै कुरामा हाम्रो उपलब्धिमूलक हुन्छ। अब यतिको अहिले हेर्नु धेरैवटा सङ्घ संस्थाहरूले सहयोग गर्नेहरू संस्थाहरू हुनुहुन्छ, ट्रेनिङको अवस्था छ। हामीले नै गर्ने बेलामा त हामीले खोज्नु पर्थ्यो, हामीले कहाँबाट हामीलाई चाहिँ नि सहयोग पाइन्छ होला भनेर हामीले खोज्नु पर्थ्यो। अहिले संस्थाले काम गर्ने मान्छे खोजिरहेको अवस्था छ। त्यसो भएको हुनाले यी कुराहरूलाई भरपूर उपयोग गरिदिनुहोस्। मेरो चाहिँ यहाँहरूलाई अब आफूले गरेर सिकेर गएको कुराहरू व्यवहारमा उतारेर आफ्नो आत्मनिर्भरतालाई सबल बनाउनुहुन्छ भन्ने अपेक्षा राख्दै म यहाँहरूको मेरो यति 2 शब्द राखेँ। अब यहाँ अहिलेसम्म सरहरूले अब कहाँ लाने घुमाउने फार्म पनि हेर्ने भन्ने कुरो के अरे सानोबाटै सुरु गर्नुपर्छ। पेट रिसर्च सेन्टर भनेर गरेको छु। यसलाई चाहिँ हिमालय दुध चिस्यान केन्द्र भनेर यहाँ चाहिँ सञ्चालन गर्छु। यो चाहिँ यहाँ बनेपा अहिले आउँदाखेरि तपाईँहरू बनेपा चोकबाट यहाँ धनेश्वरै नजिकै धनेश्वर नजिकै छ, त्यहाँ सारेर लगिसकेको छु। यहाँ चाहिँ कलेक्सन मात्रै छ। ल अब तपाईँहरूले अब रविन्द्र हुमगाई सरले यो डेरीको बारेमा तपाईँहरूलाई सामान्य जानकारी गराउनु भयो। करिब भनौँ न 28-30 वर्षदेखि यो क्षेत्रमा लाग्नु भएको छ होइन। छोटकरीमा बताउनु भयो, करिब 10,000 लिटर दुध एक दिनमा कलेक्सन गरेर प्रोसेसिङ गरेर वितरण गर्नुहुन्छ। तपाईँहरूको के छ, केही सोध्नुपर्ने, केही जान्नुपर्ने, केही जिज्ञासा तपाईँहरूको केही छ भने 1-2जनाले उहाँलाई सोध्न सक्नुहुन्छ। के छ सोध्नुपर्ने केही छ तपाईँहरूलाई? सर नमस्ते सर। नमस्ते सर, हामी कृपया यो मेसिनहरूको बारेमा जानकारी पाउन सक्छौँ सर? कुन मेसिन कसरी चल्छ, के काम हो? यो मेसिनको कामहरू भनेको यसले हामीलाई दुधलाई चिसो गर्ने, यसलाई चिलिङ भ्याट भनेर भनिन्छ। यो चाहिँ अहिले हाम्रो 2000 लिटरको चिलिङ भ्याट हो। यसलाई चाहिँ हामीले यहीँ काठमाडौँ, यो हाम्रो नेपालमै अहिले उत्पादन गरेर हामीले प्राप्त गर्न सक्छौँ। काठमाडौँमा यसका उद्योगहरू 10-15वटा भन्दा बढी छन्। आधिकारिक रूपमा उहाँहरूले यसको सबै कुराहरू मेसिनमा लाग्नुपर्ने कुराहरू पूर्ण रूपमा बनाएर दिनुहुन्छ। यस्ता किसिमका सामानहरू काठमाडौँमै उपलब्ध। चिलिङ भ्याटको काम के हो थाहा छ तपाईँहरूलाई? दुधलाई हामीले चिसो गर्ने भन्ने कुरा अब यसले बुझाइहाल्नु। नामै चिलिङ भ्याट। 2000 लिटरको यो ट्याङ्क चाहिँ 2000 लिटरको छ, त्यो 1000 लिटरको छ। यहाँ आउनु सर, जुन मेसिन भन्नुहुन्छ ऊ नजिक आएर हाम्रो अहिले उता अलिकति अब आधुनिक मेसिन ल्याएको हुनाले यसको चाहिँ काम अहिले यहाँ भइरहेको छैन। यसको चाहिँ हामी ब्याच पास्चुराइजर भन्छौँ यसलाई चाहिँ हामी स्टिमबाट चलाउने, यो दुधलाई उमाल्ने ब्याच पास्चुराइजर भन्छौँ यसलाई। यो चाहिँ स्टिमबाट चलाउन सकियो। यसलाई चाहिँ अर्को ग्यास अर्को लाउनु परेन, दाउरा बालेर स्टिम उत्पादन गरेर लाउन सकिन्छ। अब यो पनि हाम्रो चाहिँ चिलिङ भ्याट नै भयो। अब अटो प्लान्टको हकमा चाहिँ हामीसँग प्लान्टहरू पनि छ। यो यहाँ भएका यो उपयोग हुँदै हामीले सबै चालु हालतमै छन्, कुनै पनि नचल्ने अवस्थामा कुनै पनि छैनन्। उतापट्टि अलि योभन्दा पनि एडभान्स खालका मेसिनहरू ल्याएको हुनाले यो अहिले यहीँ बसिरहेको छ। यसलाई कतै सिफ्ट हुन्छन् होला। यी सबै मेसिन मेरा चालु हालतमा छन्। यसलाई चाहिँ हामी दुध पास्चुराइजर मेसिन भनिन्छ। यसलाई दुध पास्चुराइजेसन। यसलाई चाहिँ मिल्क पास्चुराइजेसन चाहिँ के कस्तो हुन्छ भने यसैबाट चिसो दुध जान्छ, त्यहीँबाट भित्रबाट हामीले दुधलाई 72-80 डिग्रीसम्मको दुधलाई तताउँछौँ। फेरि पुनः यसलाई चाहिँ चिसो भएर दुध आफै के गर्नुपर्ने हो दुधलाई प्रयोग गर्न मिल्ने गरी बनेर आउँछ। यो चाहिँ पास्चुराइजर भयो। यो चाहिँ अब मिल्क होमोनाइजर भनिन्छ। यसलाई मिल्क होमोनाइजर भनेको सर? होमोजिनाइजर भनेको चाहिँ दुधलाई दुध र फ्याटको चाहिँ नि रियाक्सन गराइदिएर त्यसलाई चाहिँ फ्याटको तत्त्वलाई दुधमा घुलाइदिने यो मेसिन हो। यो चाहिँ दही बनाउनको लागि र
प्याकेट गर्नको लागि चाहिँ हामीले प्रयोग गर्ने मेसिन हो यो। त्यो पनि हाम्रो पास्चराइजरै हो। यो र त्यो चाहिँ सेमी हो। यसलाई चाहिँ दहीको रूपमा प्रयोग गर्नको लागि भनेर हामीले अलि टेक्नोलोजी थपेर दही बनाउनको लागि प्रयोग गर्ने भनेर बनाएको। अनि अब अर्को एडभान्स नै मेसिन ल्याइयो। अहिले यो चाहिँ यथावत रूपमा हामीसँग यही मौजात छ। यो पनि उही हो, यो पनि हाम्रो चिलिङ भ्याट नै हो। यो चाहिँ 4000 लिटरको छ। यो चाहिँ अब आकस्मिक रूपमा कहिलेकाहीँ दुध अथवा बन्द हुने अथवा केही भयो अथवा बाटो ब्लक भयो त्यो अवस्थामा हामीले सुरक्षित राख्नेको लागि हामीले प्रयोग गर्छौँ। र यहाँ हामीले 7-8 हजार यहीँ राख्न सक्ने क्षमता छ। अरू चाहिँ अब यहीँ नजिकै फ्याक्ट्री भएको हुनाले तुरुन्तै फ्याक्ट्रीमा लाग्छ। जस्तै तपाईँहरू चाहिँ दुध सङ्कलन गरेर ल्याउनुहुन्छ र दुधमा चाहिँ केही उसो भयो भने फाट्छ, दुध फाटिहाल्छ भने त्यसको लागि केही हुनसक्छ व्यवस्था होला नि त सर? यहाँ पहिलो कुरो दुधलाई हामीले सुरक्षित राख्नुपर्छ र त्यसलाई अरू कुनै पनि बाह्य चिजबाट र केमिकल रियाक्सनबाट बचाउँछौँ भन्ने किसिमको प्रयत्न पहिलो कुरो गर्नै मिल्दैन। दुध खाद्य पदार्थ र अत्यन्त चाँडो यसको गुण परिवर्तन हुने भएको चिज हुनाले यसलाई हामीले सकेसम्मको 3 देखि 4 घन्टा, दुहेको 3 देखि 4 घन्टाभित्र यसलाई चाहिँ हामीले चिसो गर्ने भए चिसो गरिसक्नु पर्यो होइन। यसलाई अर्को केही बनाउनु पर्ने हो भने यसलाई पकाउने गर्ने काममा लगिसक्नु पर्यो। सकेसम्म केमिकलबाट त्यसलाई चाहिँ बचाउने प्रयत्न गर्न लाग्नु भनेको यो हामीले उपभोक्तामाथिको खेलबाड भन्ने कुरो बुझ्छौँ र त्यसलाई सकेसम्म त्यो गर्नलाई प्रयत्न नै गर्नुहुन्न र 4 घन्टाभित्र, दुहेको 4 घन्टाभित्र चाहिँ यसलाई हामीले चिसो गर्ने भए चिसो गरेर सुरक्षित गरिसक्नु पर्यो 4 डिग्रीभन्दा तल ल्याएर। नत्र भने त्यसलाई प्रशोधन गर्ने हो भने त्यसलाई प्रशोधनको क्षेत्रमा पुर्याइसक्नु पर्यो, चिसोमा ल्याएर राख्नु पर्यो सबभन्दा राम्रो। अर्को त्यसको अरू कुरामा लागेर यसलाई म चाहिँ जोगाउँछु, अरू केमिकल प्रयोग गर्छु भन्नेतिरको दिमागमा त्यो कुरालाई नघुसाउँ भन्ने लाग्छ मलाई। त्यो चाहिँ आपतकालीन अवस्थामा ल्याउने र त्यसलाई चाहिँ छिटो मान्छेलाई असर नपर्ने कुराहरूमा प्रयोग गरियो भने फरक कुरा हो। नत्र भने त्यो नै हामीले दिमागमा राख्नै हुँदैन। दुध हामी फाटिसकेपछि बचाउन सकिन्छ, केमिकलले बचाउँछ, त्यो कुरा चाहिँ हामीले नराखौँ, दिमागतिरै नराखौँ। दुध बचाउन सकिँदैन, 4 घन्टाभित्र सदुपयोग गरिसक्नुपर्छ, चिसो गरेर भण्डारण अथवा त्यसलाई प्रयोगमा सर। जस्तै तपाईँ यहाँ दही बनाउनको लागि सर दुध आएपछि के गर्नुहुन्छ होला? सुरुमा हामीले दुधलाई चिसो गर्छौँ, हजुर, त्यो गुणमा परिवर्तन नहोस् भनेर। त्यसपछि हामीले दुधलाई दही कति फ्याटको बनाउने भनेर पहिला निर्धारण गर्छौँ। दुध सुरक्षित भइसकेपछि दहीलाई हामीले कति फ्याटको दही बनाउने भन्ने कुरा एउटा निर्णय गरिसकेपछि दुधलाई हामीले प्लान्टमा हाल्छौँ। दुध प्लान्टमा हालिसकेपछि यो होमनाइजर मार्फत त्यो दुध र दुधमा हुने फ्याट हुन्छ नि, चिल्लो, त्यो चिल्लोलाई चाहिँ हामीले घुलाइसकिसकेपछि यो फेरि चिसो सुरक्षित भएर आउँछ र अनि ब्याचमा उमाल्ने कि यो अब अटो प्लान्ट छ भने अटो प्लान्टले नै निकालिदिन्छ। त्यसको चाहिँ टाइमिङ हुन्छ, एउटा 11-12 मिनटको होल्डिङ टाइम हुन्छ त्यसलाई होइन। दुध पकाउने टाइम हो त्यो चाहिँ। त्यो पाक्ने टाइम पाकिसकेपछि अनि त्यसलाई लिएर आएर हामीले कल्चर गर्ने भन्ने हुन्छ। कल्चर गर्ने अब यहाँ त छैन, मेरो बनेपामा त छ। त्यसलाई चाहिँ एउटा सुरक्षित भाँडोमा राखिन्छ र अनि 40-42 डिग्रीदेखि 45 डिग्रीको टेम्परेचरमा ल्याइसकेपछि कल्चर गरेर राखिन्छ। अनि त्यसलाई भाँडोमा हालेर दही जमाउने रुममा पठाइन्छ। यो हाम्रो यो इलेक्ट्रो स्क्यानले चाहिँ के पत्ता लगाउँछ भनेदेखि अब यहाँ अहिले तपाईँको यहाँ फ्याट आइसकोस्, त्यसपछि तपाईँहरूलाई म यसको डिस्प्लेमै देखाइदिन्छु। राख्नु नयाँ स्याम्पल हो यो, नयाँ स्याम्पल राख्नु भएको छ, गइरहेको छ। कति 20 ml होइन? यसले त्यो एमएलमा भनेर काउन्ट गर्दैन, यो स्याम्पल यो चाहिँ यो त 30 ml जति होला, 30-40 ml। हाम्रो पालामा 20 ml। त्यसको म पनि यही क्षेत्रमा काम गरेको, हजुरले अलि चिन्नु भएन? होइन, केशव छमी दाई, सम्झना होइन, हजुरसँग मेरो यहाँ धेरैचोटि आएर बसेको छु म त। अलिक 5-7 वर्ष पहिले विभिन्न टिएलडिपी, सिएलडिपी लगायतको पशु विभागको विभिन्न फार्मलाई सहयोग गर्ने क्रममा हामी यहाँ आइरहेका थियौँ। होइन हजुरलाई 5-7 वर्ष भएको हुन्छ। त्यो झट्टै यसले यो कलेक्सन भइरहेछ सर? होइन, यसले आवश्यक तत्त्व लिइसक्यो, जति चाहिने हो उसले लिन्छ। अब हेर्नुहोस् यसले के भन्छ भने
फर्स्ट फेजमा यसले के बताउँछ फ्याट देखायो, त्यसपछि एसएनएफ देखायो, अनि दुधमा भएको घनत्व भनेर डेन्सिटी देखायो होइन। दुधमा टोटल ल्याक्टोज कति छ भन्दा ल्याक्टोज 4.41% भनेर देखायो, दुधमा हुनुपर्ने साल्ट देखायो, प्रोटिन देखायो, यसमा कति टेम्परेचर छ टेम्परेचर पनि देखायो होइन। अब एडेड वाटर भनेर चाहिँ तपाईँले पानी कति पर्सेन्ट तपाईँले मैले हालेकै छैन भनेर भन्नुभयो भने नि यसले झुटा गरेर बोल्न सक्दैन, यसले क्लियर देखाइदिन्छ यो दुधमा 2.5% पानी छ थपेको पानी होइन। त्यो चाहिँ एडेड वाटरलाई चाहिँ मात्रै देखाउँछ। त्यसै पनि हुन्छ। एडिडब्ल्यू भने चाहिँ तपाईँको एडेड वाटर हो, तपाईँको दुध दुहुँदाखेरि पानी हुँदैन नै, दुधमा भएको पानीलाई दुध अटोमेटिक हुन त पानी हो, कति पर्सेन्ट पानी हुन्छ त्यसमा भएको ठोस, दुईवटा प्रकृतिको ठोस हुन्छ, एउटा फ्याट हो अर्को ल्याक्टो हो। त्यो ल्याक्टो र फ्याटभन्दा बाहेकको तरल त पानी हो नि, तर त्यसलाई चाहिँ पानीको रूपमा गणना गर्दैन क्या यसले, त्यो चाहिँ दुधै भयो होइन, प्योर दुधमा काउन्ट गरिन्छ। अर्को बाहिरबाट तपाईँले 10 ml हाल्नुभयो भने पनि यसले चाहिँ काउन्ट गरेर भनिदिन्छ, यो चाहिँ एडेड वाटर भनेर यसले बताइदिन्छ। अनि हामीले चाहिँ यो अरू पनि पिएचहरू हेर्नु नि मिल्छ, अब विभिन्न कुराहरू छ हेर्नु, यो 8-10वटा आइटमहरू हेर्न मिल्छ। जस्तो वस्तुमा धेरै रोग लागेर त्यो अब चाहिँ एन्टिबायोटिकहरू व्यापक प्रयोग गरेको छ भनेदेखि यसले चाहिँ इरर फाइट भनेर दिइदिन्छ र यसले यो फ्याट निकाल्न सक्दिनँ भनिदिन्छ, किनभने त्यो कन्डक्टिभिटीहरू पनि दिन्छ, त्यो पनि भनिदिन्छ। यो चलाउने कुरोमा यो हो त्यो पनि देखाउँछ होइन। यसले चाहिँ के पनि अर्को फाइदा छ भनेदेखि मैले अघि नै भनिदियो कि फ्याट नराम्रो दुध आयो भने यसले रिजल्टै दिँदैन, आइहालेर पनि मैले ढाँटेँ मैले हालेकै छैन भने नि दुधमा हाले पानी त सेतै हुन्छ, तर यहाँ काउन्ट गरिदिन्छ। मलाई त्यो पनि समस्या भएन। यो मेसिन भएपछि के हो भने गाउँघरतिर के भन्छ भने गोसाको भाग्य मेरो जति पानी हाले पनि सेतै छ भन्दै पानी हाल्दै गर्छन् नि, त्यो चाहिँ भएन, त्यो कुरा गर्न पाइएन होइन। हजुर हामीले भैँसी दुहेर अनि त्यो थोरै पानी हालेर बाल्टी पखाल्छौँ नि, देखाउँछ तपाईँले 1% पानी पर्यो भने पनि तपाईँको 1% भयो भने 1% भनेर काउन्ट गर्छ, पानी पर्यो त्यो चाहिँ देखाउँछ। अब सर यसमा फ्याट कति देखायो? अहिले फ्याट चाहिँ हाम्रो 3.6% आयो, गाईको कति पर्सेन्ट? 3.6% आयो, 7.64 एसएनएफ आयो, 10-11% अनि अब ल्याक्टोज चाहिँ 4.41% आयो, कार्बोहाइड्रेट हजुर त्यो भयो। अब साल्टको पर्सेन्ट चाहिँ 0.65 नुनिलोपन चाहिँ त्यति छ त्यसमा भन्ने कुरा हो हजुर। ठिक छ भन्ने कुरा भयो, यो यसमा ठिक छ भन्ने कुरा आयो। दुधको टेम्परेचर तपाईँको 20 डिग्रीमा रहेछ अहिले आउँदा, प्रोटिन चाहिँ तपाईँको 2.93